हेलो गाइस, अभी म चाहिँ उठियो। अब चाहिँ उठियो, कामतिर दौडिन पर्यो। अब मुख सुख धुन पर्यो अनि कामतिर दौडिन पर्यो। अब आजको चाहिँ काममा अलि भिडभाडै छ भने सुनेको छु। अब काम मस्त काम पेर्नु पर्यो। काम पेरेर आएर अनि 1 घन्टा रेस्ट टाइम हुन्छ। अनि डगरङ सुत्न पर्यो 1 घन्टा, फेरि उठ्न पर्यो अनि फेरि मस्त काम हानेर अब चाहिँ बिहानको 8:30 भयो। अब चाहिँ बेलुकाको 9-10 बजीतिर आइपुग्छु र रुममा चाहिँ सुत्न मात्र आउने होइन। अनि अब जति पनि विदेशमा जुनसुकै देश भए पनि जति पनि विदेशमा जान चाहनुहुन्छ उहाँहरू चाहिँ एकदमै नेपालमै पावरफुल बलियो अनि भएर मा जस्तो परे पनि गर्छु होइन। गर्छु म जस्तो जे आइपरे पनि, जस्तो परिस्थिति आए पनि सामना गर्न सक्छु भनेर मात्रै विदेशतिर यात्रातिर जानु होला आउनु होला भन्न चाहन्छु। म चाहिँ अब चाहिँ म चाहिँ लागेँ आफ्नै दिनतिर। अब मुख फेर्न पर्यो। मुख सुत्न पर्यो अब कामतिर लाग्न पर्यो। अब गाह्रो छ, नगरी हुँदैन, नगरी गाह्रो हुँदैन। खाना साँझ र बिहान भने जस्तै अब नेपालमा आउँदा पो बाबाआमालाई थर्कायो, खायो, बस्यो होइन। अब केही चाहियो भने यति ल्याउनु भन्यो अनि जसरी चाहिन्छ भन्यो। अब आफूले गर्न परेपछि थाहा हुन्छ बिस्तारै सबैलाई। मलाई मात्र होइन, सबैलाई आफूले गराउन परुन्जेलसम्म केही थाहा हुँदैन। जब आफूले गर्न पर्छ त्यसपछि थाहा हुन्छ। अब बाँकी चाहिँ अर्को भिडियोमा है त। ल बाई बाई।